इतिहास पल्ट यो हिउँ चाहिँ लिएको हातमा लिएको है। मेरो अनुहार चाहिँ यति उज्यालो भएको छ आज हिउँ छोएर र अझै बाँकी छ। हामी यो अब हिउँकै कुण्ड गोसाई कुण्ड अहिले जमिरहेको अवस्था। हजुर डिम्साको डिलमा बसेर चन्दनबारी माथि हेर्दैछौँ। भेरी एक्साइटेड टु रिच गोसाई कुण्ड। यति हालत खराब छ। अघिसम्म त रमाइलै थियो। 16 वर्षमा चाहिँ ओल्ड रेकर्ड सेट गर्नुभएको थियो। उहाँ चाहिँ आइपुग्नु भएको छ। गोसाई कुण्डको यात्राको लागि तयारी अवस्थामा छौँ। सबै साथीहरू आफ्नो बन्दोबस्तीका सामानसहित अब रेडी पोजिसन हुनुहुन्छ र यात्रा चिसोसँगको भिडन्त हो र चिसोलाई जित्न सकियो भने सहज रूपमा गोसाई कुण्डसम्म पुग्न सकिन्छ भन्ने अपेक्षासहित हामी अगाडि बढ्ने अन्तिम तयारीमा रहेका छौँ। ल सबैजना स्माइल फेस यहाँबाट सुरु गर्छौँ यात्रा। अब बिहानको 5:30 बजी चाहिँ हामी यात्रा सुरु गर्दैछौँ धुन्चेबाट गोसाई कुण्डको। सबै सरहरू यता हुनुहुन्छ। सबैजना रेडी अवस्थामा हुनुहुन्छ, एकदम फिट एन्ड फाइन अवस्थामा। अब चाहिँ हामी यात्रा तय गर्दैछौँ। कतिको सस्तो हुन्छ सर यो लौरी? ल ट्रेकिङ सुरु भयो हाम्रो चाहिँ। अब ट्रेकिङ ट्रेल सर सबै बाहिर आइरहनु भएको छ, पछाडि आइरहनु भएको छ। हिन्दीबाट हामी उकालो लाग्दैछौँ देउराली गएर हामी रेस्ट गर्छौँ। मेन समस्या चाहिँ सरहरू ल रियाक्सन दिनु होला। हामी एकदम हिँड्दैछौँ है। यति हामी अबको टार्गेट 3 घन्टामा। मौसमले यति साथ दिएको छ। ठिक्क जाडो पनि छैन, गर्मी पनि छैन। विमल सर एकदम रमाइलो भइरहेछ है। भेरी एक्साइटेड टु रिच गोसाई कुण्ड। दिस इज लभली मोमेन्ट। हजुर सरहरूलाई अलिक गाह्रो भएको अवस्था छ। गाह्रो छैन बिस्तारै आराम गर्ने बेला छ। तपाईँ मार्दै हुनुहुन्छ, हाम्रो सरहरू थाकेको हो गले होइन। यहाँसम्म पनि 22 फुल टावर आइरहेछ। हेर्नु नगरपालिकातिर पनि एकदम कडा इनर्जी कति बाँकी छ? इनर्जी छ, धेरै छ। त्यो अहिलेले भ्याउँदैन अलिक तान्दैन। हाम्रो सर हुनुहुन्छ यता लागिरहेछ सर। हामी चाहिँ एकदम इनर्जी फुल मान्छे होइन, मैले अहिलेसम्म चाहिँ त्यस्तो महसुस गरेको कस्तो हुँदैछ सर? हजुर एकदम एक्साइटिङ रमाइलो। सरहरूसँग जान यस्तो पाउनु भनेको त बिरलै हुन्छ नि यस्तो मौका चाहिँ। हो नि है। मलाई लाइफकै एउटा हिउँबाट टेकेपछि हामीलाई अर्को एक्साइटमेन्ट आउँछ। हिउँमाथि हिँड्दैछ नि त हामी त। अब के भयो सरलाई फिल भएको छ कि नसरेको खुट्टाले कि यसो श्वास पिउ त तपाईँहरूले कुरै गर्नु परेन। नाल हिउँ सबै कुरा देखिरहेको छौँ हामी यतापट्टि पनि। यो तल खोल्सा देख्छौँ हामी, धेरै तल। हामी चाहिँ त्यो खोल्साबाट माथि चढेका हौँ। 3-4 घन्टा 4-5 घन्टा भइसक्यो। हामी बल्ल यो एउटा डाँडो चाहिँ कट्यो। यहाँबाट चाहिँ अलिक सिधा बाटो छ, सजिलो हुन्छ भन्ने कुरा पनि आयो। हामी 3000 मिटर उचाइमा छौँ बल्ल। हामी अझै 1500 मिटर उचाइ चाहिँ चढ्नै बाँकी छ। हाम्रो सरहरू यता हुनुहुन्छ। अब हामी चन्दनबारीतिर लाग्दैछौँ डिम्साबाट। त्यहाँ चन्दनबारीमा पुगेर हामी खाना खान्छौँ। सर के खाँदै हुनुहुन्छ? म चक्लेट खाँदैछु सर, इनर्जी बढाउँदैछु। इनर्जीको लागि डिम्साको डिलमा बसेर चन्दनबारी माथि हेर्दैछौँ। त्यो माथि डाँडा गएपछि चन्दनबारी पुग्छ अरे। हामी माथि जान एकदम एक्साइटेड छौँ। अब बिस्तारै जान्छौँ, अलि माथि गएर खाना खान्छौँ। अब चिसो हल्का लागिरहेछ। अब जसरी नि पुग्ने, घोडा चढेर पनि पुग्ने, मान्छेले बोकेर पनि पुग्ने, गन्तव्यमा पुगेरै छोड्ने भन्ने दृढ प्रतिज्ञा व्यक्त गरेर हामी उठ्न लागेका छौँ यहाँबाट। सर एकदमै रमाइलो भइरहेछ, अझै पनि रमाइलो बाँकी छ। यस्तै हो हाम्रो यात्रा। एकदम ठिक छ सर। अब अहिलेसम्म चाहिँ सकुशल छु। अब हामी गोसाई कुण्डतर्फ बढिरहेका छौँ। गोसाई कुण्ड पुग्ने क्रममा हामी बाटोमा छौँ अहिले। एकदमै हामी एक्साइटेड छौँ सबैजना। गोसाई कुण्ड पुगेपछि हामीलाई कस्तो होला होइन, त्यो हिमालको फेदीको कुण्ड कस्तो होला, शिवले त्यो आफ्नो कालकुट बिच त्यहाँ निकालेको कुण्ड कस्तो होला, वरिपरि कस्तो होला, हिमनदी कस्तो होला,
भन्ने कुरा चाहिँ हामीलाई एकदमै एक्साइटेड भइरहेको छ। सायद अब त्यो पानी छुँदा जमेको पानी छुँदा त्यो पानीमा नुहाउन सकिने हो कि होइन त्यो अर्को छ कुरा। र वरिपरि ताल गणेश कुण्ड अरू के कुण्डहरू छ त्यहाँ पनि हामी पुग्ने हाम्रो आशा छ। एकदमै एक्साइटेड होला भन्ने आशा छ। अलिकति हामीलाई डर भनेको हाई अल्टिट्युड सिकनेसको हो जुन 4000 मिटर माथि सुरु हुनसक्छ। अन्य कुरामा चाहिँ हामी फिट छौँ र एकदमै एक्साइटेड यति लेभलमा पुग्नु भनेको चाहिँ यो हाम्रो जीवनको पहिलो अनुभव भइरहेको छ। एकदम उपलब्धि हो। अब सगरमाथा हाम्रो नेक्स्ट लेभल चाहिँ सगरमाथा हो। हाम्रो सरहरूलाई एकदम गाह्रो भएको अवस्था छ, लौरो टेकेर हिँडिरहनु भएको छ तर स्लोली बिस्तारै चाहिँ अलि अगाडि आएको भएर नि हामीलाई चाहिँ आराम पुग्छ। त्यही भएर हिँड्ने बेला पनि सरासरी हिँड्नु परिरहेछ जस्तो लाग्छ। हाम्रो सरहरूलाई अलिक गाह्रो भएको अवस्था छ, उहाँहरू आइरहनु भएको छ पछाडि। तर नन स्टप पाइला बिस्तारै बिस्तारै चाल्दाखेरि यति हालत खराब छ। अघिसम्म त रमाइलै थियो, अहिले त सकियो। होइन अब खाना खाएपछि एनर्जी आउँछ। अब यो बिन्दुबाट चाहिँ अगाडि बढ्ने क्रममा अलिक तेर्सो बाटो छ कि भन्ने गेस गरेका छौँ हामीले। चन्दनबारीको होटलमा आइपुग्यौँ हामी। होटलमा हामी चाहिँ अब यहाँ खाना खाएर फेरि यात्रा जारी गर्नेछौँ। यहाँ आएर चाहिँ एकदम आराम गऱ्यौँ। म चाहिँ एक निद्रा सुते पनि, साथीहरू पनि आराम गर्दै हुनुहुन्छ हामीलाई। कुमार सर हाम्रो सरहरू चाहिँ पुरै रेस्ट गर्ने अवस्थामा हुनुहुन्छ। नित्य सर र म चाहिँ अलि मर्कामा परेको। हेड सर पनि सुतिरहनु भएको छ। खाना खाएर पनि हामी 20-25 मिनट माथि लागिसक्यौँ। हामीले खाना खाएको ठाउँ चाहिँ ऊ तल देखिरहेको छ अनि हाम्रो सर यता लागिरहनु भएको छ। अनि सरहरू हुनुहुन्छ। यहाँ चाहिँ भ्यू टावर आइपुगेको छ। हाम्रो साथीहरू सबै हेरेन भएको छ सरहरू। अब हामी आइरहेको छौँ नजिकै। हिउँ त अब हामीले भेटि नै सक्यौँ होइन। हिउँको थप्पो भेट्न थालेको छ। अब योभन्दा माथि चाहिँ हामी पुरै हिउँमा रमाइलो गर्नेवाला छौँ, खेल्नेवाला छौँ। म चाहिँ हिउँ छुनलाई एकदम एक्साइटेड छु। विमल सर हजुर कतिको एक्साइटेड एकदम हुनुहुन्छ? एक्साइटेड। हिउँ यो होइन हिमालको छेउको हिउँ छुन पाउनु भाग्य नै कुरा हो। कम 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 बेबी कम 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 जस्ट वान टच कम 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 ए आइज न आइज चट 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 ल र म एकदम एक्साइटेड छु। बाटोमा मैले सानो सानो डल्लोहरू चाहिँ हिउँहरू देखिरहेको थिएँ तर मैले त्यसलाई छोइनँ किनकि मलाई धेरै हिउँ छुनु थियो। यस्तो दामी स्पेसल मोमेन्ट आई वाज वेटिङ फर दिस मोमेन्ट क्या। र बल्ल बल्ल चाहिँ आज आएर हिउँ भएको ठाउँ पुगेको छु र यता चाहिँ अलि धेरै मात्रामा हिउँ देखेँ र आई थट इट वाज अ स्पेसल प्लेस फर मी। सो ल तर अझसम्म पनि मैले हिउँ चाहिँ छोएको छैन है। थोरै थोरै हिउँ छ तर पनि इट इज इनफ फर मी। सरहरूले टेकेर हिँड्नु भएको छ यार। त्यो टेकेको हिउँ त म छुन्न, म ऊ परको हिउँ छुन्छु। कसैले नटेकेको हिउँ छुन्छु म। अब यो बाटोमा हिउँ छैन, अलिअलि मात्रै छ, यसलाई नछुँ होला, सिधै जान्छु होइन। र यस्तो छ यो क्यामेराहरू यहाँ राखिदिउँ होइन। वाउ हाउ नाइस। ल चिप्लिन्न यो हेर्नु ल साथीहरू। वाउ इट्स नाइस म्यान, दामी छ नि त। अनि ल हिउँ छ जताततै है। यतापट्टि चाहिँ हिउँ पग्लेको छैन रहेछ कि। अनि मासतिर पनि ल यो अब हिउँ चाहिँ के गर्नु त अब यसलाई यहाँ हेरौँ होइन। ल मेरो अनुहार चाहिँ यति उज्यालो भएको छ आज हिउँ छोएर। पछाडिपट्टि यति ब्राइटली टल्किरहेको हिउँ भएर पनि होला।
तेम्बा छिरी शेर्पा दाइ आउनु भएको रहेछ उहाँले चाहिँ 14 वर्षको उमेरमा ट्राई गर्नुभयो 16 वर्षमा चढ्नु भयो ट्राई गर्नुभएको थियो अनि 16 वर्षमा चाहिँ वर्ल्ड रेकर्ड सेट गर्नुभएको थियो उहाँ चाहिँ आइपुग्नु भएको छ उहाँसँग चाहिँ छोटो भिडियो खिचिहालौँ भनेर हस् थ्याङ्क यू हामी चाहिँ हिउँले भरिएको बाटोबाट अब गोसाइकुण्डको यात्रामा कन्टिन्युस अगाडि बढ्दैछौँ हाम्रो सरहरू एकदम कुल भइरहनु भएको छ है हिउँै पुरै हिउँ लटरम्मै वरिपरि उतापट्टि छ्याप्पै यस्तो मेमोरेबल जर्नी भयो लास्टमा आएर हाम्रो जर्नी धेरै राम्रो ल यहाँ यो नपाइएला कि भन्ने बिर्सेँ हिउँलाई यस्तो हिउँ पर्छ क्या सर पहिले हिउँमा हिँड्नु पहिलो अनुभव म त 25-26 वर्ष मात्रै सर त कति वर्ष हुनुभयो 50 वर्ष 50 वर्ष पहिलोचोटि ल कति स्पेसल होला उहाँको लागि यो मोमेन्ट पहिलो अनुभव हिउँ चलाउनु पाइयो 40 वर्षको इतिहासमा नजिकबाट देखियो हजुर नि पहिलोचोटि हिउँ हिँड्नु भयो पहिलोचोटि ओ माय गॉड ल यति मेरो पनि हुने भएन क्या हाम्रो इतिहासमा पहिलोचोटि यो हिउँ चाहिँ लिएको हातमा लिएको है हो सर इतिहासमा पहिलोचोटि हिउँ हातमा लिएको तराईको सर हुनुहुन्छ उहाँ चाहिँ पहिला पहिला असिना चाहिँ हातमा लिन्थ्यो अहिले हिउँ लियो पहिला असिना चाहिँ बोक्यो तर हिउँ चाहिँ हामी सबैको लागि चाहिँ यो धेरै एकदम इम्पोर्टेन्ट मोमेन्ट रहेको छ टाढाबाट देखिएको मात्रै हो हामी चाहिँ हिमाली जिल्लामा रहेर आज चाहिँ हिमालको के भन्ने अब हिउँको बाटोमा हिँड्ने चाहिँ अवसर जुरेको छ प्लस सर है हो यहाँनिर सरहरू कस्तो लागिरहेको छ रविन सरको नि फर्स्ट टाइम हिउँसँग एकदम फर्स्ट टाइम लास्ट इयर गाह्रो भइरहेको छ तैपनि सर त पहिले नि भेट भएको थियो है हिउँसँग सेकेन्ड टाइम हो तर पनि यहाँको एकदम खास छ है एकदम धेरै दामी ठाउँ रहेछ सरको हिउँसँग कति पटकको भेट हो यो हिउँसँगको पहिलो भेट नै हो पहिलो भेट है पहिलोबाट अनुभव सर गोर्खाको हुनुहुन्छ तर हिउँ देख्नु भएको थिएन हिउँ देखेको छैन नजिकबाट नजिकबाट नदेखेको एकचोटि हिउँ परेको अनुभव चाहिँ थियो तर यस्तो बिनो छैन अहिले चाहिँ एकदम रमाइलो भएको छ एकदम गाह्रो भइरहेछ सबैको लागि चाहिँ सरको नि फर्स्ट टाइम सर मैले हिउँको अनुभव चाहिँ अलिअलि चाहिँ गरेको नि सर अब हरेक गाह्रो र चुनौतीभित्र नै रमाइलो र सुन्दरता प्राप्त हुन्छ भन्ने कुरा हामी यहाँ आएपछि प्रमाणित भएको छ र अझै बाँकी छ हामी यो अब हिउँकै कुण्ड गोसाइकुण्ड अहिले जमिरहेको अवस्था यो हिउँकै कुण्डमा गएर नुहाइसक्दा चाहिँ हामी सायदै स्वर्गको अनुभूति चाहिँ त्यति बेला हुनेछ त्यसको लागि हामी अब 6-7 घन्टाको फेरि अझै दूरी तय गर्नै बाँकी छ यो हिउँको यात्रा 6-7 घन्टा अब प्लस गरेपछि मात्रै हामी गोसाइकुण्ड पुग्छौँ र त्यो सम्पूर्ण अनुभव तपाईँहरूसँग सेयर गर्नेछौँ फेरि हामी हजुर गोसाइकुण्डमा चाहिँ डुबुल्की मारेपछि अचम्मको पाप मार काट सब सोध्छ हजुर हाम्रो कुशल सर नै आउनु भएको छ तपाईँको अनुभव चाहिँ सेयर गरिदिनु पर्यो मेरो अनुभव एकदम गाह्रो भइरहेछ जति माथि गयो त्यति गाह्रो भइरहेछ तैपनि चुनौतीलाई स्वीकार्ने एउटा बानीले गर्दाखेरि मात्रै अगाडि बढ्न प्रेरित गरिरहेको छ हामी सबैलाई गाह्रो भइरहेछ हिउँ देख्न थालिसक्यो हिउँ हेर्दाखेरि जतासुकै सेतो छ सायद स्वर्ग भनेको यही नै होला हाम्रो विमल सरको नखिच्ने कुरा त भएन विमल सरलाई पनि देखाउनु पर्यो एचडी क्वालिटीमा उसँग अगाडि जाउँ भनेर हिँडेँ त्यही माछिरीको कुरा गऱ्यो अनि त्यत्तिकै सर कस्तो फिल भइरहेछ एकदम फर्स्ट हो सर फर्स्ट होइन जेनरली हाम्रोतिर पनि पर्छ बेला मौकामा तर धेरै समय पर्खिनुपर्छ यस्तोको लागि यहाँ त अब तर यहाँ साथीहरूसँग यो त एकदमै रियल्ली फ्यान्टास्टिक अमेजिङ कसैले इमेजिन नै गर्न सक्दैन कि यति धेरै हिउँ भनेर ल अझै यो त सुरुवात मात्रै हो कि यो त सुरुवात मात्रै हो कि हजुर ल रोगदै रानी क्लिङ ताइपुलारी प्राबल वा थाहा अरे तर ngaca sarang lesi kling tayo klari hai man prabar ba mula herda bri tini ja parlai non ramailo to jimal jari kling phiang praji molnga rani siwa hamla annaman kling tayo bala jinsuri ngani ja rasu ayam Gosaikundari Nijim mula Camry Kling tayo pala Jim
हन्नमान चारैपट्टि क्लिङै क्लिङ कतै मजा लाग्ला अझै आइन रोगदे रानी सिगोदा हैरंग आमला रंगदा मारपट्टि क्लिङै क्लिङ मुला तोरपट्टि न क्लिङै क्लिङ चिक्यामनन परलाई प्लावाजिम क्लिङ क्लिङ से सरी एकदम जनालासी सिहिसिदामा प्रादैले पार्जिम जाङचरङ लैदामा क्लिङ रि क्लेगु हम तरले प्लासिदामा मार छाउमा नाम सेलाजिम दामी स्पोर्ट जस्तो लागिरहेछ मलाई सक्ने बित्तिकै यो सबै देखिन्छ होला क्या लौरी बिना भन्ने ठाउँमा आइपुग्यौँ हामी चाहिँ साथीहरू सरहरू अगाडि बढ्नु भएको छ अनि यो ठाउँ यो चाहिँ होटल माउन्ट रेस्ट भन्ने रहेछ यहाँको हाइट चाहिँ 3900 मिटर छ त्यही नै हो यो होटल चाहिँ अहिले पूर्ण रूपमा बन्द अवस्थामा छ राम्रोसँग देखिएको अवस्था छैन हामी रोक्ने भनेको चाहिँ यो भन्दा पनि माथिल्लो यो देखिरहेको होटलमा हो अनि यो एकदम तेज हावा चलिरहेको छ यो पहाडमा हामी चाहिँ एकदम तलबाट माथि माथि हिँड्दै ट्रेकिङ गर्दै आइपुगेका छौँ यो मनोरम दृश्य अवलोकन गर्न सकिन्थ्यो यहाँबाट अघि भर्खरसम्म त्यहाँ पनि लामताङ हिमाल देखिरहेको अवस्था थियो तर अहिले कुहिरोले ब्लकेट गरेको छ ठिकै छ अहिले बेलुकाको टाइम पनि भयो बेलुकाको टाइममा लगभग यस्तै नै हुन्छ ल साथीहरू म तपाईँहरूलाई अब हामी बस्ने होटलको भ्यू देखाउँला अहिलेलाई यति नै बाई बाई